कहाँ छु भन्दा घरमा छु। अब आज भने कुलाइनको त होइन, थानीको पूजा गर्ने भनेर हामी चाहिँ म चाहिँ आफ्नो गाउँमा आएको छु। अब थानीको पूजा गर्न जाँदैछु। लेट्स सी के हुन्छ त, हेरौँ है त। म हिँडिसकेँ, पानी बोकेर मन्दिरमा माथि पुग्नु भएको छ। ल्याछु अब भने लाग्यो मन्दिरतिर। यो चाहिँ हाम्रो अङ्कलको घर हो। हाम्रो कुकुर। अब बाटो जान्छौँ, हामी जाने हो यहाँ माथि हो। ठ्याक्कै घाम लागेछ। पेर्ते पूजा जाने आइज अरे। 20 रुपियाँ खाएर हुन्छ। पूजा जान आइज के जाने के आउनुहुन्छ के छ तेरो हाल खबर? के हो तिम्रो नाम? बहिनी परिचय पाम। चलो चलो चल चल चल। आओ 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 आओ। गाउँतिरको बाटो यस्तै हुन्छ है। अब पारिपारिक गाउँ। अब भने हामी मन्दिरमा आउनै लाग्यो। यो डाँडा हो हाम्रो, एकदम टपको डाँडा। त्यसपछि त पारी हेर्नुहुन्छ भने त्यो थोर्गा हो होइन, थोर्गाको डाँडा। अझ उहाँ पारी के भन्छ त्यो पाल्पै होला सायद, पाल्पा हो। अनि यता बमगाको डाँडा। यस्तो टपमा छौँ कि हामी। दामी नेचर होइन, यस्तो छ। यहाँबाट पुरै संसार हेर्न सकिन्छ क्या। हाम्रो मादाको गाउँ। थानीको मन्दिरमा आउन लागिसक्यो त। थानीको मन्दिर हो यो हाम्रो। यस्तै माटो निकालिदिन्छ नि यहाँ फेरि, जहाँ राम्रो देख्यो त्यही माटो निकालिदिन्छ। थानीको मन्दिर यो देवीको, यो उयो थानीको। पुरै सल्लाह छ थानीको मन्दिर। ओहो आइज यता। हामी चाहिँ यहाँ लिपपोत गरेर जान लागेको थानीको। यहाँ त ढोकाको सगार पनि रहेछ त आमा। यो होइन के हो र यो? यो एउटा पाटा थियो क्या।
भिडियो भयो नि यहाँ यसलाई उ गर्छ नि कट हुन्छ अब कता फेरि पार्टी लागि कस त कोपी उ त गाईको उसको भारेलाई के भयो भागेर ए आयो बन्देपो आमा आउनु छिटो के हो अब के गर्ने बत्ती बना पालामा पाला पनि छोड्ने तेल खै त घिउमा हो खै के हो घिउमा यो चुबा पखै उल्टो सुल्टो यो धुपिने बेला साह्रो त नि गाली मान्छे कहाँ खुसी छ फेरि हुन्छ दुईटा भाइ यो तेल पहिला बाजेलाई होइन बाजे बढी अलि नजिक आइज नजिक कुखुराको अब बलि दिने कार्य कहाँ मैले साँच्ने चरा पुजेर ल्याला कि साँच्नु त किन उसले चिजो रेस्ट मैले पाइदिने खुट्टा साट खुट्टा तैँले के पुजेर लियो के अनि कल साट्ने हो त एउटा हातले साँच्न कस्तो खुट्टा साँतेर है माने खुसी भए ल मेरो परमेश्वरै मैले कान दुखेर भक्कले थिएँ मैले दिएँ माने र जिरिङ्ग भएको मलाई ल परमेश्वरै मलाई छोडाइ के गराएको मलाई र भयो अरू पनि होला नि सब एकैचोटि गर्ने त्यो बाजेलाई ल ओचल डुको कहाँ त काटिहालौँ न काट्ने हो र होइन होला सबैलाई मन सक्ने होला नि पहिला खोइ म छोड्नु सक्दिनँ त्यही राख्ने डोको चल्नु अर्को निकाल्नु चल्नु छिटो ऊ त हालिनुहोस् है ऊ त हाल्ने बिर्सी लास्ट टाइम त ल पक्नु कान दुखेर उ गरेको पो मैले सन्चो भयो त्यसपछि दिन नपाएर हो कि यसमा कोइला हाल्नु त धुप पनि दिनु पर्छ बहरे हैन के खै उयो ल्याउनु पहिला लाइटर बत्ती बाल न लाइटर ल्याउनु लाइटर यहाँ रहेछ घिउ हालेर उ गर्थे बोल्दैन होला
अगरबत्ती ल्याउनु होइन ल्याउँछु। आगे छैन क्या त्यत्रो ढुङ्गा त अघि नभए दिइहाल्नु त्यसले नहालेको कहाँबाट बोल्छ लो आगो त खै उताएको छैन त पता आशीर्वाद पनि दिनु मास्टरी हुने हो अब परीक्षा दिएर पास हुनुपर्छ सबैलाई जित्न पर्छ खानु बजै यो पास भएर मास्टरी भएर यहीँ बस्नुपर्छ राम्रो काम गर्नुपर्छ सिक मैले यहाँ आज उसलाई खानु बजैलाई पूजा गरेन दुखाइदिनु लायो भने नदुखाइदिनु गराइदिने बजै छेकेर प्रसाद खाने हो प्रसाद गराइदिनु मन त अब उनले त रगत मात्रै खान्छ ल पूजा समाप्त भयो घर जानु लाग्यो अनि 10 बज्यो उतो लिएर हिँड हैसा र